आजभोलि जताततै सुनको मूल्यको चर्चा भइरहेछ। Gold hits another record. Spot gold prices have climbed above $4,000 an ounce for the first time. The key word is scared. सुनको भाउ चाहिँ अहिले बढेर तोलाकै 2,40,000 भन्दा बढी भइसक्यो। अब यत्रो बढिसकेपछि घट्ने हो कि वा अझै बढ्न सक्छ भनेर किन्ने समय हो त। आजको यो भिडियोमा चाहिँ हामी विभिन्न म्याक्रो इकोनोमिक इन्डिकेटर्सहरूलाई विश्लेषण गरेर सुनको मूल्य अब यहाँबाट के होला र कतिसम्म पुग्न सक्छ भनेर एस्टिमेट गर्नेछौँ। In times of economic and political and financial turbulence, you buy the dollar, you buy US treasuries, you seek safety. Not so much now. Now you buy gold. What we're seeing at the moment is not like anything really that we've seen over the last couple of decades. इयर 1971 भन्दा अगाडि सुनको मूल्य $35 पर आउन्स अर्थात् आजको एक्सचेन्ज रेट अनुसार हेर्ने हो भने 1 तोलाको 2,000 रुपैयाँमा फिक्स थियो। क्या सस्तो है। यो भन्दा बढ्दा पनि बढ्थेन र घट्दा पनि घट्थेन। तर 1971 15 अगस्टमा तत्कालीन अमेरिकाको प्रेसिडेन्ट रिचार्ड निक्सनले गोल्डको प्राइस US डलरसँग पेग नहुने भनेर पुरानो सिस्टम हटाइदिन्छन्। हो, त्यस दिनदेखि चाहिँ गोल्डको प्राइस फ्री भयो र यसको अहिले मूल्य घट्ने र बढ्ने भनेको मात्र 2वटा कारणले हो र त्यो हो डिमान्ड एन्ड सप्लाई। यदि सुनको डिमान्ड चाहिँ सप्लाई भन्दा धेरै छ भने बढ्छ नत्र घट्छ। एज सिम्पल एज द्याट। सो यही कुरालाई केलाउने हो भने हामीले भविष्यमा सुनको मूल्य बढ्छ कि घट्छ भनेर थाहा पाउन सकिन्छ। अब अहिलेको सुनको डिमान्डको अवस्था हेरौँ है त। सुनको वर्ल्ड वाइड डिमान्ड ज्वेलरिजको लागि 40% रहेको छ। त्यस्तै सेन्ट्रल ब्याङ्क रिजर्भको लागि 20% छ, इन्भेस्टमेन्ट पर्पजको लागि 23% छ र बाँकी चाहिँ इन्डस्ट्रियल एक्टिभिटिजको लागि डिमान्ड देखिन्छ। अब यसमा हामी ज्वेलरिज सेगमेन्टको कुरा गर्छौँ भने ज्वेलरिजको लागि चाहिँ सुनको डिमान्ड घट्दो क्रममा छ। अर्थात् पहिला जसरी सुनको डिमान्ड गरगहनाहरू किन्नको लागि हुन्थ्यो नि त्यसरी अहिले भइरहेको छैन, जसको वान अफ द मेजर रिजन हो सुनको बढ्दो मूल्य। मिडल क्लास फ्यामिलीहरूको रिचबाट अहिलेको गोल्ड प्राइस एकदमै माथि पुगिसकेकोले ज्वेलरिजको डिमान्ड घटेको एक्सपर्टहरूको भनाइ छ। अब यसपछि सेन्ट्रल ब्याङ्कको डिमान्डलाई हेरौँ। सेन्ट्रल ब्याङ्कको कुरा गर्ने हो भने विगत 3 वर्षमा मात्र विश्वभरिका सेन्ट्रल ब्याङ्क्सहरूले 3,000 टन भन्दा बढी सुन किनेको देखिन्छ, जसमा मुख्य हात चाहिँ चाइना, रसिया जस्तो देशहरूको रहेको छ। चाइनिज सेन्ट्रल ब्याङ्कलाई हेर्छौँ भने उसँग अहिले 2,200 टन भन्दा बढी सुन रहेको छ, जुन भनेको ब्याङ्क अफ इङ्ल्यान्डको भन्दा 50% जति नै कम हो। त्यसैले फ्युचरमा चाइनाले अझै सुन किन्नेवाला छ भनेर योबाट मजाले अनुमान लगाउन सकिन्छ। त्यस्तै ओल्ड गोल्ड काउन्सिलले सेन्ट्रल ब्याङ्कहरूमा गरेको सर्वे अनुसार 95% अफ द सेन्ट्रल ब्याङ्क्सहरूले आउने 1 वर्षमा सुन अझै किन्ने बताएका छन्। सो वाट वी क्यान सी हियर भन्दा सेन्ट्रल ब्याङ्क्सहरूको तर्फबाट अहिले नै गोल्डको डिमान्ड रोकिनेवाला छैन। त्यस्तै सुनको डिमान्ड आइरहेको अर्को ठाउँ हो इन्भेस्टमेन्ट सेक्टर। अर्थात् आम मान्छेहरूले चाहिँ सुनको सिक्का, बार्सहरूको माध्यमबाट सुनमा लगानी गरिरहेका हुन्छन् र जब इकोनोमीमा फियर एन्ड अनसर्टेन्टिजको वातावरण हुन्छ नि तब मान्छेहरू सुनलाई सेफ ठानेर सुनमा इन्भेस्टमेन्ट बढाउन खोज्छन्। अब अहिले संसारभर नै विभिन्न उथलपुथलहरू भइरहेको छ, जस्तै रसिया युक्रेनको वार, इजरायल हमासको वार, ट्रम्पको आगमनसँगै ट्यारिफ वार पनि मस्त चलिरहेछ। कहिले यता ट्यारिफ कहिले उता ट्यारिफ। सो यो सबै घटनाहरूले चाहिँ संसारभर फियर बढिरहेछ। डेटामा हेर्ने हो भने पनि इन्भेस्टमेन्टको लागि गोल्डको डिमान्ड अघिल्लो वर्षको कम्प्यारिजनमा 78%ले बढेको देखिन्छ र जबसम्म यो वारको सिचुएसन सहज हुँदैन यसको डिमान्ड बढ्ने नै देखिन्छ। अब यसमा अलिकति US ट्रेजरी बोन्डको पनि कन्सेप्ट बुझौँ है त। US ट्रेजरी बोन्ड भनेको चाहिँ अमेरिकन गभर्नमेन्टले इस्यु गर्ने ऋणपत्र हो र यसमा 10% फिक्स इन्ट्रेस्ट पाइन्छ। जसरी गोल्डलाई सेफेस्ट एसेट मानिन्छ नि त्यस्तै अर्को सेफेस्ट एसेट भनेको चाहिँ US को यो ट्रेजरी बोन्ड पनि हो र ग्लोबल्ली अप्ठ्यारो समयमा इन्भेस्टरहरूले US ट्रेजरी बोन्डमा पनि लगानी बढाउँछन्। भनेपछि अब यहाँनिर एउटा प्रश्न पनि आउन सक्छ, इन्भेस्टरहरूले चाहिँ गोल्डमा नभइकिन US ट्रेजरीमा इन्भेस्ट गर्ने हो कि? यसो भयो भने त गोल्डको डिमान्ड कम होला।
तर अहिले यो स्थिति देखिँदैन, किनभने 17 सेप्टेम्बरमा अमेरिकाले आफ्नो इन्ट्रेस्ट रेटलाई 0.25 पर्सेन्टेज पोइन्टले घटाएर 4 to 4.25% झारेको छ र अझै फ्युचरमा इन्ट्रेस्ट रेट कट गर्ने सङ्केत दिएको छ। सो यसरी युएस ट्रेजरीको इन्ट्रेस्ट रेट घट्दै जाँदा यसबाट प्रतिफल कम हुन्छ र इन्भेस्टरहरू उल्टै गोल्डतिर स्विच हुने चान्स हुन्छ। गोल्डम्यान स्याकको रिपोर्ट अनुसार त यदि यसरी स्विच गर्दा 1% इन्भेस्टरले मात्रै युएस ट्रेजरीलाई छोडेर गोल्डमा लगानी स्टार्ट गर्ने हो भने सुनको भाउ $5,000 पर आउन्स पुग्न सक्छ भनेर भनेको छ, जुन भनेको तोलामा नेपाली 3 लाख रुपैयाँभन्दा बढी हो। सो यो चाहिँ सुनको डिमान्ड साइडको कुरा भयो, जुन एकदमै स्ट्रङ नै देखिन्छ। अब सप्लाई साइडको अवस्था चाहिँ के छ त हेरौँ है त। मेनली सुनको सप्लाई आउने भनेको गोल्ड माइनिङ र रिसाइक्लिङबाट हो। 2024 को डेटा हेर्ने हो भने गोल्ड माइनहरूले आफ्नो सप्लाई 1%ले बढाउन सकेका छन् इन कम्पेयर टु 2023 र त्यस्तै गोल्ड रिसाइक्लिङबाट चाहिँ सुनको सप्लाई लास्ट इयरको कम्पेरिजनमा 11%ले बढेको छ। अब यसमा फ्युचरको कुरा गर्ने हो भने गोल्ड माइनिङ मार्केट रिपोर्टको अनुसार 2030 सम्ममा टोटल सुनको प्रोडक्सनमा 17% को ड्रप आउन सक्ने भनेर भनेको छ, जसको सिम्पल कारण भनेको फाइनाइट सप्लाई अफ गोल्ड हो। आजको दिनसम्म लगभग संसारको 2/3 अफ द गोल्ड माइन भइसकेको छ र अमेरिकन स्ट्यान्डर्ड अफ गोल्डको अनुसार अब लगभग 50,000 to 60,000 टन मात्र सुन पृथ्वीमा बाँकी छ, जसमा पनि सबै सुन माइन गर्न पोसिबल छैन। सो यसरी हेर्दाखेरि फ्युचरमा सुनको सप्लाई धेरै हुने चाहिँ देखिँदैन। अब सुनको मूल्य भविष्यमा ठ्याक्कै कति पुग्ला त भनेर एस्टिमेट गर्न हामी 3वटा सिनारियो लिउँ है त। वर्स्ट केस, बेस केस र बेस्ट केस। वर्स्ट केसको कुरा गर्ने हो भने एउटा रेसियो संसारभर एकदमै फेमस छ र त्यो हो गोल्ड टु सिल्भर रेसियो। गोल्ड टु सिल्भर रेसियोले के भन्छ भने हामीलाई 1 तोला सुन किन्न कति तोला चाँदी चाहिन्छ त। गोल्ड टु सिल्भर रेसियो 60 छ भने 60 तोला चाँदीले 1 तोला सुन आउँछ। संसारभर नर्मली यो रेसियो 60 मा छ भने नर्मल मानिन्छ र जब यो रेसियो 60 भन्दा बढी पुग्छ नि, अर्थात् 70-80 जस्तो, त्यति बेला सिल्भर अन्डर भ्यालुड छ इन कम्पेयर टु गोल्ड भनेर बुझिन्छ र यो रेसियो 60 भन्दा कम भयो भने जस्तै 50-40, त्यति बेला चाहिँ सिल्भर महँगो छ इन कम्पेयर टु गोल्ड भनेर बुझिन्छ। अब यो रेसियो अहिले हेर्ने हो भने 80 को हाराहारीमा चलिरहेछ, अर्थात् 1 तोला सुन किन्न 80 तोला सिल्भर लाग्दा रहेछ। सो यो रेसियो आफ्नो हिस्टोरिकल नर्मलमा आउन, जुन भनेको 60 हो, कि त अहिलेको प्राइसबाट सिल्भर बढ्नु पर्यो अथवा गोल्डको प्राइस घट्नु पर्यो। सिन्स हामी वर्स्ट केस सिनारियो हेर्दैछौँ, लेट्स एज्युम कि सिल्भरको प्राइस बढ्दैन र सुनको प्राइस नै घट्छ। यसो हुने हो भने चाहिँ गोल्डको प्राइस घटेर लगभग तोलाको 1,80,000 रुपैयाँसम्म आउन सक्छ। त्यसपछि बेस केस सिनारियोमा हेरौँ है त। अहिले इकोनोमिस्टहरूको बीचमा एउटा भनाइ एकदमै चर्चित छ, त्यो हो सुनको मूल्य बढेको होइन, डलरको मूल्य घटेको हो भन्ने। अर्थात् सुन एकाएक भ्यालुएबल हुनु पछाडिको रिजन हो डलर एकाएक अनभ्यालुएबल हुनु। सो अब सुन कति बढ्ला भनेर थाहा पाउन हामीले डलरको भ्यालु कति कम होला भनेर हेर्न सक्छौँ, अनि त्यसको सिम्पल एन्सर भनेको जति पर्सेन्टेजले युएसएमा महँगी बढ्छ त्यति नै पर्सेन्टेजले डलरको भ्यालु कम हुन्छ र सुनको भ्यालु बढ्छ। तपाईले यो कोरिलेसन चाहिँ यो चार्टमा पनि देख्न सक्नुहुन्छ। अब युएसको एभरेज इन्फ्लेसन रेट 3.5% को हाराहारीमा छ र फ्युचरमा पनि 3.5% केही इन्फ्लेसन एज्युम गर्ने हो भने त्यो रेटमा सुनको मूल्य बढ्दा 5 वर्षमा 4,810 पर आउन्स अर्थात् तोलाको 2,85,000 को हाराहारीमा पुग्ने देखिन्छ र 1 वर्षमा 2,50,000 जति। सो यो चाहिँ बेस्ट केस सिनारियोको प्राइस भयो। अब बेस्ट केसको कुरा गर्ने हो भने अघि हामीले डिमान्ड साइडमा जुन स्ट्रङ डिमान्डको कुरा गरेको थियौँ नि, त्यसमा चेन्जेसहरू नहुने हो भने केही वर्षमा नै सुनको मूल्य 3 लाख भन्दा माथि सजिलै जाने देखिन्छ। सुनको प्राइस बढ्न सक्ने आधार देखिँदै गर्दा तपाईहरुमध्ये धेरैको मनमा प्रश्न पनि आएको होला, हामीले नेपालबाट सुनमा कसरी लगानी गर्न सक्छौं त? र यसको एन्सर सिधै भन्नुपर्दा फिजिकल्ली त्यही गहना पसलमा गएर सुन किन्ने हो। किनभने हामी कहाँ सुनमा लगानी गर्नको लागि डिजिटल अप्सन जस्तै कि गोल्ड ETF, सोभरिन गोल्ड बोन्ड्स, कमोडिटिज मार्केटहरू छैनन्।
गहना पसलहरूले सुनको ज्वेलरिज, सुनको सिक्का, विभिन्न गोल्ड आर्टिफेक्ट्सहरू बेच्ने गर्दछन् जुन हामीले किनेर सुनमा लगानी गर्न सक्छौँ। हो, यहाँ ध्यान दिनुपर्ने कुरा चाहिँ के छ भने सुनको ज्वेलरिज अर्थात् गरगहना किन्ने हो भने चाहिँ त्यसमा एक्स्ट्रा मेकिङ चार्जेस र पछि बेच्ने बेलामा जर्ती भनेर लाग्छ, जसले गर्दा हाम्रो कस्ट बढ्न जान्छ र सुन धेरै नै बढ्यो भने मात्र चाहिँ हामीलाई फाइदा हुन्छ। त्यसैले गरगहना भन्दा पनि सुनको सिक्का वा बार्सहरू किन्नुभयो भने त्यसमा यस्तो एक्स्ट्रा कस्टहरू खासै लाग्दैन र इन्भेस्ट गर्नको लागि बेटर हुन्छ। तर गरगहनाहरू नै किन्ने हो भने पनि जुनमा चाहिँ मेकिङ चार्जेस र वेस्टेजहरू कम हुन्छन् नि, जस्तै औँठी, बेरुवा, हो यस्तो यस्तो किनेर लगानी गर्न सकियो। अब नेपाल राष्ट्र ब्याङ्कले पनि कहिलेकाहीँ जस्तै कि लक्ष्मी पूजाको दिन, धनतेरसको दिनहरूमा सुनको सिक्काहरू बेच्ने गर्छ जुन हामीले किन्न सक्छौँ। तर यो एकदमै लिमिटेड क्वान्टिटीमा बेच्ने हुनाले त्यति सहज नहोला। सो आशा छ आजको यो भिडियोबाट तपाईँलाई सुनको मूल्य सम्बन्धी पक्कै पनि केही न केही आइडिया भयो होला। यस्तै अरू कुनै टपिक्समा भिडियो चाहिन्छ भने कमेन्ट गर्नुहोस् र च्यानललाई पनि सब्स्क्राइब गर्दै गर्नुहोला। आजको लागि धन्यवाद।